मान्छेहरू चाहिँ अब त्यो काम गर्दै जाँदाखेरि अब समय लाग्न सक्छ, 1 महिना 2 महिना हैन 3 महिना पनि लाग्न सक्छ। त्यो समय अवधि अब काम गर्दै जाँदाखेरि कहिले ढिलो पनि हुन्छ, कहिलेकाहीँ अब अफिसहरू बन्द पनि हुन्छ, कहिलेकाहीँ डकुमेन्ट नमिलेर पनि तपाईँलाई यो डकुमेन्ट सच्याउनुहोस् भनेर पठाउन सक्छ हैन। त्यो ट्रान्सलेटर चाहिँ अनिवार्य चाहिन्छ, ट्रान्सलेटर है अनिवार्य चाहिन्छ। तर त्यसको लागि आत्तिनुपर्ने केही छैन। तपाईँलाई जसले हैन बोलाउन चाहन्छ, जसले चाहिँ तपाईँको लागि चाहिँ निवेदन दिएको हुन्छ, त्यो सम्बन्धित कुराहरू सबै कुराहरू चाहिँ त्यो व्यक्तिले गरिदिन्छ। सबै कुराहरू जुटाइदिन्छ। जुटाउन अब कोही नेपाली पनि हुनसक्छ, कोही अब इन्डियन पनि हुनसक्छ, अन्य देशका पनि हुनसक्छन् कि काम गरिदिने मान्छे, गरिरहेको मान्छे अब अलि वर्ष यहाँ रसियामा बिताएको, हरेक कुराहरू कानुन सम्बन्धी बुझेका र के कता कोसँग के कुरा गर्नुपर्छ र कति बेला गएर यहाँ काम हुन्छ भन्ने कुराहरू, त्यो सबै कुराहरू चाहिँ उनीहरूले बुझेका मान्छेहरू चाहिँ हुन्छन्। मान्छेहरूलाई चाहिँ अब पेमेन्ट त गर्नै पर्छ हैन, पेमेन्ट गर्नुपर्छ, तर त्यति धेरै पनि होइन, आत्तिनु पर्दैन है। यो बारे चाहिँ म केही पनि भनिनँ कति के भनेर है। अनि अर्को कुरा, जो व्यक्तिहरू हुनुहुन्छ हैन, धेरै मान्छेहरू त अब पैसा नभएर कतिपय मान्छे पनि सम्पर्कमा छैन, व्यक्ति पनि सम्पर्कमा छैन, अनि तलब सलब पनि आएको छैन, सम्पूर्ण कुराहरू खाली छ है। त्यस्ता व्यक्तिहरूले के गर्नुपर्छ भनेपछि नेपालबाट आउँदाखेरि तपाईँले 18 वर्षभन्दा मुनिको सबै मान्छेको आफ्नो छोरा छोरी को छन् हैन, जतिजना छन् उनीहरू सबैको पासपोर्ट बनाउँदा राम्रो। पासपोर्ट बनाइहाल्नु भयो भने तपाईँले यहाँ पछि पासपोर्ट खोज्छ, पासपोर्ट सोध्छ है, खोज्छ भन्दा पनि पासपोर्ट सोध्छ, तर जन्मदर्ताले पनि काम त गर्छ, ट्रान्सलेट गरेको हुनु पर्यो। तर पासपोर्ट भयो भने पनि पासपोर्ट छ भनेर सोध्छ, पासपोर्ट छैन भन्ने, अथवा पासपोर्ट बनाउनु भयो भने पनि राम्रो हैन। त्यो भएपछि तपाईँहरूले पाउनुपर्ने 18 वर्षभन्दा मुनिको एकजना भयो पनि भत्ता पायो, 4-5 जना भयो पनि त्यसले भत्ता पायो है। यो कुराहरू चाहिँ छ। र तपाईँ नेपालबाट आउँदा जति खर्च गरेर आउनुहुन्छ, लगभग नेपाली 60-70 हजार यस्तो लाग्ला प्लेन टिकट आउँदाखेरि। त्यो आइसकेपछि तपाईँले के त तपाईँ यहाँ आए बापत चाहिँ भत्ता आउँछ, तपाईँको पैसा आउँछ कि है, त्यो पैसा आउँछ। त्यो पैसाले चाहिँ तपाईँहरूले जुन अब आफूसँग भएको पैसा हुनसक्छ, म चाहिँ ऋण गरेर आउनुपर्ने छ त्यहाँ, मैले त्यो ऋण तुरन्त फर्काउनु पर्ने छ भनेपछि तपाईँ आएको किनकि त्यो भत्ता आउँछ तपाईँलाई 1.5 महिना 2 महिना लाग्ला, तर त्यो भत्ताले तपाईँ काम चलाउन सक्नुहुन्छ। अनि मिसिङको सन्दर्भमा के छ भनेपछि मिसिङ केसमा 6 महिनाभन्दा बढी मिसिङ भएको मान्छेलाई चाहिँ मृत्यु घोषणा गर्ने भनेको छ हैन। अब मृत्यु घोषणा गर्ने भन्ने बित्तिकै के हुन्छ त भन्दा आफूले यदि 6 महिनाभन्दा बढी मिसिङ छ भनेपछि तपाईँले चाहिँ एउटा लोयर लाउनुपर्छ। लोयर लाउँदाखेरि तपाईँको यहीँको सम्पूर्ण ट्रान्सलेटरले चाहिँ मिलाइदिन्छ। ट्रान्सलेटर मिलाइसकेपछि त्यो सम्पूर्ण कुराहरू चाहिँ अब वकिल मार्फत उसले प्रक्रियाहरू गरिदिन्छ हैन। त्यो मिसिङलाई पनि के गरिदिन्छ त मृत्यु भनेर चाहिँ त्यसरी गर्न मिल्छ कि। अब यहाँको नियमअनुसार चाहिँ 6 महिनाभन्दा बढी चाहिँ मिसिङ छ भने मृत्यु घोषणा गर्ने भनेर चाहिँ उ गरेको छ। तर 6 महिनाभन्दा बेसी त धेरै नै भइसक्यो। अब 6 महिनाभन्दा बेसी भएपछि मान्छे फर्किँदैन भन्ने अब आर्मी लाइफमा सबैलाई थाहा छ। त्यो अब फिल्ममा भएको कुराहरू सबै कुराहरू चाहिँ भएर नै यो एउटा 6 महिनाको चाहिँ राखेको होला सायद हैन। अब त्यो आफू भर पनि कुरा यति भइसकेपछि तपाईँहरूले प्रक्रियाहरू गर्दै जानुहुन्छ, पाउनुपर्ने सेवा सुविधाहरू पाउँदै जानुहुन्छ हैन। नपाउने होइन, सम्पूर्ण पाउनुहुन्छ। रसियन सरकारबाट कुनै पनि रोकटोक केही पनि छैन। धेरै मान्छेको कन्फ्युज चाहिँ पैसा कति पाउने भन्ने छ के हैन। पैसा कति पाउने भन्ने छ। पैसा चाहिँ नेपालीमा कन्भर्ट गर्दाखेरि तपाईँको 2 करोड 50-60 लाख भन्दा बेसी नै हुन्छ है। अब कहिले चाहिँ 2 करोड 50-60 लाख भन्दा बेसी होला, कहिले अलिकति कम होला। तर त्यसको पनि के त रुबलको भाव अनुसार तपाईँले कतिमा साट्नुहुन्छ त्यसमा भर पर्छ। अब साट्दिने मान्छेले कति खाइदिन्छ तपाईँको र कतिमा चलिरहेको छ त्यसमा भर पर्छ है। अनि त्यो भइसकेपछि अब सबै प्रक्रिया भएर तपाईँले पाउनुपर्ने सबै कुराहरू पाएपछि तपाईँको सम्पूर्ण कुराहरू भएपछि तपाईँ नेपाल फर्किँदा पनि हुन्छ, अथवा यहीँको सिटिजनसिप लिएर म सबै कुराहरू यहीँ गर्छु भनेर आग्रह गरेर त्यो गर्दा पनि हुन्छ हैन, नगर्ने हुँदैन। अनि विशेष गरी त्यसैले यो सबै कुराहरू गर्दाखेरि कसैको कोही पनि व्यक्ति कसैको बहकाउमा नलाग्नु, कसैले चाहिँ म यस्तो गरिदिन्छु भनेर पनि भन्दा पनि विश्वास नगर्नु हैन। गर्नुपर्ने सबै तपाईँ आफैले हो, गर्नुपर्ने सबै तपाईँको पैसाले हो, आफ्नो पैसाले गर्नुपर्ने व्यक्तिगत खर्चले कसैले कसैलाई गर्ने वाला छैन हैन। त्यही भएर तपाईँ चाहे नेपालमा जसको भर पर्नुहोस् त्यो पनि काम छैन, रसियामा जसको भर पर्नुहोस् त्यो पनि काम छैन है। आफू भर पर्ने हो, आफ्नो भर आफै पर्ने हो। तपाईँले क्वेसन गर्न सक्नु पर्ने हुन्छ। अनि
तपाईँ अलिकति सोझो हुनुहुन्छ, अलिकति बुझ्दिनु जस्तो लाग्छ भनेपछि एकजना मृत्यु भएको व्यक्ति अथवा एकजना मिसिङ भएको मान्छेलाई खोज्न आउँदा मृत्यु गर्दाखेरि चाहिँ एकजना व्यक्ति ल्याएर आउन मजाले पाउँछ। झन् अलिकति टाँठो बाठो मान्छे ल्याएर बोल्न सक्दिने मान्छे ल्याएर आउनुभयो भने झन् राम्रो हुनसक्छ। यही हो है। अब कसैलाई मैले दिएको जानकारी राम्रो पनि लाग्न सक्छ, कतिलाई नराम्रो पनि लाग्न सक्छ होइन। चित्त दुखाउनेले दुखाउने, खुसी हुनेले खुसी हुने है। अब सबै व्यक्तिको लागि सबैलाई खुसी बनाउन त कहाँ सकिन्छ र, सकिँदैन। कुनै मान्छे दुखी पनि हुन्छन्, कुनै मान्छे खुसी पनि हुन्छन्। यो चाहिँ यति हो कि सम्बन्धित पीडित कतैबाट कुनै माध्यमबाट अथवा कुनै व्यक्तिबाट कहिले पनि नढाँटियोस्, नछल्लियोस् र ऊ अझै पनि पीडामा नपरोस् होइन। नबुझेको कुराहरू भनेर मात्र मैले यो इन्फर्मेसन दिएको। यो मेरो पेसा पनि होइन, केही पनि होइन। म कहिलेकाहीँ इन्जोयको लागि भिडियोहरू अपलोड गर्ने गर्छु, त्यति मात्र हो। यो भिडियो युट्युब च्यानल चलाएको मैले धेरै भइसक्यो है। यो थोरै पनि भएको छैन। म नेपालमा हुँदा धेरै पहिलादेखिबाट चलाउँथेँ, तर बाइकको ब्लगहरू चाहिँ अपलोड गर्थेँ। अहिले चाहिँ विभिन्न ठाउँको ब्लगहरू यताउति इन्फर्मेसनहरू अपलोड गरिदिन्छु होइन। त्यति मात्र फरक हो। कतिलाई लाग्न सक्छ त त युट्युबर भइस, त्यो होइन, मेरो पेसा होइन। तर म आफ्नो पर्सनल इन्जोयको लागि चाहिँ युट्युब चलाउँछु है। त्यही मात्र हो। ठिक छ, जसलाई ठिक लाग्छ राम्रोसँग यो कुराहरू सुन्नु होला, बुझ्नु होला र सबैको सल्लाह लिनुहोस्, व्यक्तिगत निर्णय आफ्नो लिनुहोस् होइन। अनि विशेष गरी ध्यान दिनुपर्ने कुराहरू चाहिँ सम्पूर्ण मान्छे, एउटा आमाले छोरा गुमाएको हुन्छ, बाउले छोरा गुमाएको हुन्छ, श्रीमतीले श्रीमान गुमाएको हुन्छ, बच्चाबच्चीले बुवा गुमाएको हुन्छ होइन। त्यो भएर चाहिँ यो सन्दर्भमा चाहिँ सबैभन्दा पहिला बुझ्नुपर्ने कुराहरू, आफूले कसैले पनि रसियामा आउने व्यक्ति, क्षतिपूर्ति लिन आउने व्यक्ति, खोजी कार्यको लागि आउने व्यक्ति, आफ्नो सम्बन्ध कस्तो छ अथवा कतिपय मान्छे चाहिँ होइन डिभोर्स भएर गइसक्नु भएको हुन्छ, कागजी प्रक्रियाहरू भएको हुँदैन, उहाँहरूलाई पनि के त क्षतिपूर्तिको लागि आमा बाउको चाहिँ अब मन्जुरीनामा चाहियो। मन्जुरीनामा अब तपाईँले कसरी दिनुहुन्छ त? अब त्यो बुहारी अथवा त्यो जसलाई तपाईँले मन्जुरीनामा दिनुहुन्छ उसले तपाईँलाई सहारा दिन्छ कि दिँदैन होइन। आमा बाउको सहारा भनेको त छोरा हो। त्यो छोरालाई चाहिँ छोराको क्षतिपूर्ति आउँदा तपाईँले मन्जुरीनामा दिँदाखेरि अलिकति विचार गर्नुहोला, तपाईँप्रति के कस्तो हुन्छ होइन। त्यो कुराहरूलाई ख्याल गर्नुहोला। मन्जुरीनामा बिना केही पनि छैन। मन्जुरीनामा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो। कतिलाई अब नराम्रो लाग्न सक्छ, कतिलाई राम्रो लाग्न सक्छ है। आजको ब्लगमा यति नै। ब्लग पनि धेरै लामो भयो। हस्त नमस्ते।